सानैदेखि हस्टेल बसेर होला यो लभ इमोसन रिलेसनशिप जस्तो कुराहरुमा विश्वासै लाग्दैन अनि हामी आई मिन फ्रेन्डशिप पनि त एउटा रिलेसनशिप नै हो केटी भनेको छ नि क्युट हुनुपर्छ के हट त उसिनेको आलु पनि हुन्छ इस केटी भनेको हटै हुनुपर्छ क्युट त पप्पी पनि हुन्छ ओइ नगर्नु भनेको ओइ साला बे यति ठुलो प्र्याङ्क त्यो पनि आफ्नै साथीमाथि हरेक कथाको एउटा अन्त्य हुन्छ तर हाम्रो जिन्दगीमा हरेक अन्त नै एउटा नयाँ कथाको सुरुवात हो मलाई त्यो हप्पा केटीले तँलाई बालदेला जस्तो लागेन हेर्दै त्यसको बोयफ्रेन्ड छ जस्तो छ खाली पोस्टमा त जसले पनि गोल हान्छ बुझिस जसले गोलकिपर भए पोस्टमा गोल हान्छ नि त्यही नै हो रियल प्लेयर